हेलो एभ्रिवान वेलकम ब्याक इन आवर न्यू भिडियो। आजको भिडियोमा चाहिँ हामीले फार्माकोलोजी अन्तर्गत पर्ने एन्टिमाइक्रोबियल ड्रग्सहरूबाट सोधिराख्ने के चाहिँ हाम्रो मोस्ट कमन अथवा हाम्रो इम्पोर्टेन्ट एमसिक्यू चाहिँ हामीले हेर्नेछौँ है। जुन क्वेसनहरू तपाईँको एज अ नेपाल फार्मेसी काउन्सिल इक्जाममा तपाईँहरूको विभिन्न कम्पिटेटिभ इक्जाममा सोधिन सकिन्छ। सो जो कोही पनि हाम्रो यस च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई ठ्याक्कै सब्सक्राइब गरी भिडियोलाई लाइक पनि गरिदिनु होला है। सो लेट्स बिगिन। फर्स्ट क्वेसन हेर्नु त हाम्रो क्वेसन नम्बर वानमा के सोधिएको छ त हाम्रो द बिटा लेक्टम एन्टिबायोटिक्स आर है तलको मध्ये कुन चाहिँ हाम्रो बिटा लेक्टम अन्तर्गत पर्ने एन्टिबायोटिक हो भनेर ठ्याक हेर्नु त हाम्रो पेनिसिलिन सेफारोस्प्रिन इमिपेनमहरू कार्बापेनमहरू मोनोबेक्टमहरू यो सब भनेको आज हाम्रो बिटा लेक्टम एन्टिबायोटिक हो है। यसको करेक्ट एन्सर भनेको तपाईँको अल अफ दि एभब हुने हो है। त्यस्तै गरी अर्को क्वेसन हेर्नु त हाम्रो सेकेन्ड क्वेसनले के सोध्यो त हाम्रो टेट्रासाइक्लिन इज स्टोर इन बडी है। मेनली हाम्रो टेट्रासाइक्लिन खाँदाखेरि बडीमा चाहिँ कहाँ गएर चाहिँ हाम्रो स्टोर हुने गरिन्छ त्यो भनेको ठ्याक्कै आज हाम्रो बोन्स हो है। टेट्रासाइक्लिन खाँदाखेरि हाम्रो बोन्सहरूमा गएर चाहिँ हाम्रो स्टोर हुने गरिन्छ। र अर्को भनेको तपाईँलाई आज टेट्रासाइक्लिन्सहरूबाट पनि यिनीहरूको साइड इफेक्ट है मोस्ट कमन साइड इफेक्ट तपाईँलाई सोधिन सकिन्छ है। जस्तै मैले पहिलाको नि भिडियोमा भनिसकेको छु टेट्रासाइक्लिनको साइड इफेक्ट भन्नाले ठ्याक्कै हाम्रो टिथको डिस्कलरेसन गर्ने हो होइन। अर्को भनेको आज हाम्रो फेन्कोनी सिन्ड्रोम पनि कज गर्ने हो। अर्को भनेको बोन डिफेक्ट चाहिँ हाम्रो कज गर्ने त्यो भनेको कुन ड्रगले गर्ने हो त हाम्रो त्यो भनेको टेट्रासाइक्लिनले गर्ने हो है। र अर्को भनेको जुन हामीले पेनिसिलिन हेऱ्यो बिटा लेक्टम अन्तर्गत पर्ने यो पेनिसिलिनको मेन साइड इफेक्ट सोध्यो भने यसले चाहिँ हाम्रो एनाफाइलेक्सिस रिएक्सन्सहरू कज गर्ने अथवा हाम्रो एनाफाइलेक्सिस सब कज गर्ने हो। जसलाई ट्रिट गर्नको लागि आज हाम्रो ड्रग अफ चोइस अथवा ड्रग दिने भनेको एड्रिनालिन चाहिँ हामीले दिने गरिन्छ है। त्यो पनि ठ्याक्कै तपाईँहरूले याद राख्नु होला। त्यस्तै गरी अर्को हेर्नु हाम्रो थर्ड नम्बरको क्वेसन थर्ड नम्बरले के सोध्यो त हाम्रो ट्राइमिथोप्राइम इज कम्बाइन्ड विथ सल्फामिथोक्साजोल इन रेसियो अफ 1:5 टु इ ल स्टेटी स्टेट प्लाज्मा कन्सन्ट्रेसन रेसियो। जुन हामीले आज कोट्रिमोक्साजोल दिने गरिन्छ त्यसमा चाहिँ आज हाम्रो सल्फामिथोक्साजोल प्लस ट्राइमिथोप्राइमको रेसियो हुन्छ है। जसमा ट्राइमिथोप्राइम आज हाम्रो 1 पार्ट अर्को भनेको सल्फामिथोक्साजोल आज हाम्रो 5 पार्ट चाहिँ हाम्रो युज भएको हुन्छ है। त्यो मेडिसिन खाइसकेपछि आज हाम्रो प्लाज्मा कन्सन्ट्रेसन रेसियो कति हुने गरिन्छ हो त्यो भनेको आज हाम्रो ट्राइमिथोप्राइमको 1 र सल्फामिथोक्साजोलको हाम्रो 20 है। 1:20को रेसियोमा आज हाम्रो प्लाज्मा कन्सन्ट्रेसनमा चाहिँ हाम्रो पर्जेन्ट हुने हो है। त्यस्तै गरी अर्को हेर्नु त हाम्रो क्वेसन नम्बर फोरले के सोध्यो त हाम्रो विच अफ द फलोइङ एन्टी ट्युबरकुलर ड्रग्स इज नट हेपाटोटक्सिसिटी है। मैले तपाईँहरूलाई अगाडि नै भनिदिएको छु जति पनि हाम्रो एन्टी ट्युबरकुलर ड्रग्सहरू छन् एक्सेप्ट कि त हाम्रो इथाम्बुटल सबै भनेको आज हाम्रो हेपाटोटक्सिसिटी ड्रग हो एक्सेप्ट कि त हाम्रो इथाम्बुटल है। इथाम्बुटल चाहिँ एज अ कम्पेयर टु अदर ड्रग्स यो भनेको हाम्रो हेपाटोटक्सिसिटी गर्दैन। र अर्को भनेको इथाम्बुटल चाहिँ आज हाम्रो ब्याक्टेरियोस्टेटिक पनि हो है। याद राख्नु के त हाम्रो ब्याक्टेरियोस्टेटिक पनि ड्रग हो। र एक्सेप्ट इथाम्बुटल जति पनि आइसोनियाजाइड रिफाम्पिसिनहरू प्याराजिनामाइड्सहरू छन् यो सब भनेको आज हाम्रो ब्याक्टेरियोसाइडल ड्रग हो है। त्यस्तै गरी अर्को क्वेसन हेर्नु त हाम्रो 5 नम्बरले के सोधेको छ हाम्रो द थर्ड जेनेरेसन सेफालोस्प्रिन डिफर फ्रम द फर्स्ट जेनेरेसन सेफालोस्प्रिन इज इन द्याट दे आर है। हाम्रो फर्स्ट जेनेरेसन सेफालोस्प्रिन चाहिँ हाम्रो थर्ड जेनेरेसन अथवा थर्ड जेनेरेसन सेफालोस्प्रिन चाहिँ हाम्रो फर्स्ट जेनेरेसन भन्दा हाम्रो डिफर हुन्छ अथवा फरक हुन्छ के को आधारमा हो त्यो भनेको ठ्याक्कै एज हाम्रो मोर एक्टिभ अगेन्स्ट ग्राम नेगेटिभ इन्टेरोबेक्टेरिसियासी है। यो हाम्रो जति पनि थर्ड जेनेरेसन एन्टिबायोटिक्सहरू छन् सेफालोस्प्रिन तिनीहरू हाम्रो मोर एक्टिभ अगेन्स्ट के त हाम्रो ग्राम नेगेटिभ इन्टेरोबेक्टेरिएसिस ब्याक्टेरियाको अगेन्स्टमा हाम्रो मोर इफेक्टिभ हुने गरिन्छ है। त्यस्तै गरी अर्को भनेको एज हाम्रो फर्स्ट जेनेरेसन सेफालोस्प्रिन है। जति पनि हाम्रो सेफालोस्प्रिन छ जस्तै फर्स्टमा तपाईँहरूलाई यसमा के थाहा हुनु पर्यो कि कुन चाहिँ हाम्रो फर्स्ट जेनेरेसन सेफालोस्प्रिन हो कुन चाहिँ अर्को भनेको हाम्रो सेकेन्ड जेनेरेसन सेफालोस्प्रिन हो अर्को भनेको चाहिँ कुन चाहिँ हाम्रो थर्ड जेनेरेसन सेफालोस्प्रिन हो। त्यस्तै गरी अर्को भनेको कुन चाहिँ आज हाम्रो फोर्थ जेनेरेसन सेफालोस्प्रिन हो र अर्को भनेको कुन चाहिँ हाम्रो फिफ्थ जेनेरेसन सेफालोस्प्रिन हो है। जस्तै हाम्रो फर्स्ट जेनेरेसन सेफालोस्प्रिनमा पर्ने भनेको जस्तै हाम्रो सेफाजोलिनहरू सेफालेक्जिनहरू सेफाड्रक्सिल भनेको फर्स्ट जेनेरेसन अन्तर्गत पर्ने हो होइन र। त्यस्तै गरी अर्को भनेको सेकेन्ड जेनेरेसन अन्तर्गत पर्ने भनेको जस्तै हाम्रो सेफोजिटिनहरू सेफोरोक्जिमहरू होइन सेफाक्लोरहरू त्यो भनेको आज हाम्रो सेफोरोक्जिमहरू त्यो भनेको आज हाम्रो सेकेन्ड जेनेरेसन अन्तर्गत पर्ने सेफालोस्प्रिन हो। त्यस्तै गरी थर्ड जेनेरेसन अन्तर्गत पर्ने भनेको तपाईँको सेफोटाजिमहरू नाम सुन्नुभयो होला। त्यस्तै गरी अर्को भनेको सेफ्टिया जोन जोन भनेर इन्जेक्सन हाम्रो आउँछ बनाउने भयो होइन। त्यस्तै गरी अर्को भनेको सेफिजिमहरू सेफोडक्जिमहरू यो भएको तपाईँको थर्ड जेनेरेसन अन्तर्गत पर्ने सेफालोस्प्रिन हो। फोर्थ जेनेरेसन अन्तर्गत पर्ने भनेको तपाईँको सेफेपाइमहरू सेफेपिरोमहरू फिफ्थ जेनेरेसन अन्तर्गत पर्ने भनेको ठ्याक्कै चाहिँ तपाईँको के थियो र हाम्रो
सेफ्टारोलिनहरू होइन, अर्को भनेको सेप्टोबिप्रोलहरू, त्यो भनेको तपाईँको फिफ्थ जेनेरेसन अन्तर्गत पर्ने सेफालोस्प्रिन हो है। त्यसैमा एज हाम्रो फर्स्ट जेनेरेसन अन्तर्गत पर्ने जति पनि सेफालोस्प्रिनहरू छन् तिनीहरूको मेनली एक्टिभिटी हुने भनेको तपाईँको हाइली एक्टिभिटी अगेन्स्ट ग्राम पोजिटिभ कोकाई र अर्को भनेको विकली एक्टिभिटी अगेन्स्ट ग्राम नेगेटिभ ब्याक्टेरिया अगेन्स्ट चाहिँ हाम्रो हुने गरिन्छ है। बट यिनीहरू हाम्रो फर्स्ट जेनेरेसन अन्तर्गत पर्ने सेफालोस्प्रिन चाहिँ हाम्रो मेथिसिलिन रेसिस्टेन्ट स्टेफाइलोकोकस युरियस है, एमआरएस अगेन्स्ट चाहिँ हाम्रो यिनीहरूको एक्टिभिटी हुँदैन है। त्यस्तै गरी अर्को भनेको सेकेन्ड जेनेरेसन सेफालोस्प्रिन है। यो सेकेन्ड जेनेरेसन सेफालोस्प्रिन के हुन्छ भने यिनीहरू एज हाम्रो लेस एक्टिभ अगेन्स्ट ग्राम पोजिटिभ अर्गानिजम देन फर्स्ट जेनेरेसन। जुन चाहिँ हाम्रो फर्स्ट जेनेरेसन चाहिँ हाम्रो ग्राम पोजिटिभ अर्गानिजम अथवा ग्राम पोजिटिभ ब्याक्टेरिया अगेन्स्ट जतिको इफेक्टिभ थियो त्यतिको चाहिँ एज हाम्रो सेकेन्ड जेनेरेसन अन्तर्गत पर्ने सेफालोस्प्रिन हुँदैन है। र तर यिनीहरूको हाम्रो हाई एक्टिभिटी अगेन्स्ट ग्राम नेगेटिभ ब्याक्टेरिया है, ग्राम नेगेटिभ ब्याक्टेरियाको अगेन्स्ट चाहिँ यिनीहरूको हाम्रो हाई एक्टिभिटीहरू हुने गरिन्छ है। त्यस्तै गरी अर्को भनेको हाम्रो थर्ड जेनेरेसन सेफालोस्प्रिन है। यो थर्ड जेनेरेसन सेफालोस्प्रिनको के हुन्छ भनेर यिनीहरू एज हाम्रो यिनीहरूको एक्टिभिटी चाहिँ हाम्रो ग्राम नेगेटिभ ब्याक्टेरियाको अगेन्स्ट चाहिँ हाम्रो हाइली एक्टिभिटी हुन्छ है। र अर्को भनेको यो थर्ड जेनेरेसनको यिनीहरूको एज हाम्रो हाइली एक्टिभिटी अगेन्स्ट हाम्रो ग्राम नेगेटिभ इन्टेरो ब्याक्टेरियासिस ब्याक्टेरिया अगेन्स्ट चाहिँ हाम्रो हुने गरिन्छ है। त्यस्तै गरी अर्को भनेको एज हाम्रो फोर्थ जेनेरेसन सेफालोस्प्रिन है। यो फोर्थ जेनेरेसन सेफालोस्प्रिनमा ठ्याक्कै के हुन्छ भनेर यिनीहरूको चाहिँ एज हाम्रो हाइली एक्टिभिटी अगेन्स्ट चाहिँ तपाईँको ठ्याक्कै हाम्रो ग्राम नेगेटिभ अर्गानिजमको अगेन्स्टमा यिनीहरूको हाइली एक्टिभिटी हुने गरिन्छ। तर यिनीहरू एज हाम्रो एनएरोब्सको अगेन्स्टमा चाहिँ हाम्रो यिनीहरूको खासै हाम्रो एक्टिभिटी हुँदैन है। र अर्को भनेको फिफ्थ जेनेरेसन सेफालोस्प्रिन होइन। फिफ्थ जेनेरेसन सेफालोस्प्रिन मेनली हाम्रो इफेक्टिभ हुन्छ भने तपाईँको जस्तै आज हाम्रो भेरियस हस्पिटल एक्वायर्ड इन्फेक्सनमा चाहिँ यिनीहरूको हाम्रो हाइली एक्टिभिटी हुने गरिन्छ। कसको त हाम्रो फिफ्थ जेनेरेसन सेफालोस्प्रिन हो है। त्यस्तै गरी अर्को हेर्नु त हाम्रो क्वेसन नम्बर 6। क्वेसन नम्बर 6मा के सोधिएको छ त हाम्रो विच अफ द फलोइङ एजेन्ट इज नट अ ब्रोड स्पेक्ट्रम एन्टिबायोटिक है। जस्तै तपाईँहरूलाई थाहा होला कुनै हाम्रो ब्रोड स्पेक्ट्रम एन्टिबायोटिकहरू हुने गरिन्छ भने कुनै चाहिँ एज हाम्रो नेरो स्पेक्ट्रम एन्टिबायोटिकहरू हुने गरिन्छ है। ब्रोड स्पेक्ट्रम एन्टिबायोटिक मेनली दिने भनेको एज हाम्रो यिनीहरू हाम्रो वाइड रेन्ज अफ ब्याक्टेरिया जस्तै हाम्रो ग्राम पोजिटिभ एज वेल एज हाम्रो ग्राम नेगेटिभ है, ग्राम पोजिटिभ एज वेल एज हाम्रो ग्राम नेगेटिभ ब्याक्टेरिया दुइटैको अगेन्स्ट चाहिँ हाम्रो काम गर्न सक्छ अथवा आफ्नो एक्टिभिटीहरू हाम्रो सो गर्न सकिन्छ। बट अर्को भनेको नेरो स्पेक्ट्रम एन्टिबायोटिक ठ्याक्कै एज हाम्रो कि त त्यसले हाम्रो ग्राम पोजिटिभ अगेन्स्ट सो गर्ने हो आफ्नो इफेक्टहरू, कि त हाम्रो ग्राम नेगेटिभ अथवा हाम्रो कि त ग्राम पोजिटिभ अगेन्स्ट मात्र त्यसले चाहिँ हाम्रो सो गर्ने गरिन्छ है। दुइटैको अगेन्स्ट हाम्रो काम गर्न सक्दैन है। त्यस्तै गरी यो क्वेसनले के सोध्यो त हाम्रो विच अफ द फलोइङ एजेन्ट इज नट ब्रोड स्पेक्ट्रम एन्टिबायोटिक। तलको मध्ये कुन चाहिँ हाम्रो ब्रोड स्पेक्ट्रम एन्टिबायोटिक होइन त्यो चाहिँ एज हाम्रो नेरो स्पेक्ट्रम एन्टिबायोटिक हो भनेर चाहिँ क्वेसनले चाहिँ हाम्रो सोध्या हो है। त्यसको चाहिँ करेक्ट एन्सर भनेको तपाईँको जेन्टामाइसिन है। यो जेन्टामाइसिन भनेको चाहिँ एज यिनीहरू भनेको तपाईँको नेरो स्पेक्ट्रम एन्टिबायोटिक हो। र अर्को भनेको ब्रोड स्पेक्ट्रम पर्ने भनेको जस्तै टेट्रासाइक्लिनहरू भयो होइन, अर्को भनेको एम्पिसिलिनहरू, क्लोरामफेनिकलहरू यिनीहरू भनेको ब्रोड स्पेक्ट्रम हो। अर्को भनेको जेन्टामाइसिनहरू पेनिसिलिन जी हो, इरिथ्रोमाइसिन स्ट्रेप्टोमाइसिन भनेको चाहिँ एज हाम्रो नेरो स्पेक्ट्रम एन्टिबायोटिक हो है। त्यस्तै गरी अर्को क्वेसन हेर्नु हाम्रो एन्टिबायोटिक्स विच इनिबिट द प्रोटिन सिन्थेसिस इन सेल है। तलको मध्ये कुन चाहिँ एज हाम्रो प्रोटिन सिन्थेसिस इनिबिटर हो भनेर क्वेसन चाहिँ हाम्रो सोध्या हो है। त्यो भनेको ठ्याक्कै एज हाम्रो के हुने हो त, त्यो भनेको चाहिँ एज हाम्रो टेट्रासाइक्लिन एनर्को भनेको क्लोरामफेनिकल होइन, टेट्रासाइक्लिन क्लोरामफेनिकलहरू क्लिन्डामाइसिनहरू होइन, इरिथ्रोमाइसिनहरू त्यो भनेको एज हाम्रो प्रोटिन सिन्थेसिस इनिबिटर हो भइहाल्यो होइन। अर्को भनेको सल्फोनामाइड होइन। सल्फोनामाइडले ठ्याक्कै एज हाम्रो पारा एमिनो बेन्जोइक एसिड प्लस पिटिरिडिनबाट ठ्याक्कै हाम्रो डाइहाइड्रोपेटेरोइक एसिड बन्ने गरिन्छ। र त्यो डाइहाइड्रोपेटेरोइक एसिडलाई चाहिँ हाम्रो डाइहाइड्रोफोलेट सिन्थेसले चाहिँ हाम्रो डाइहाइड्रोफोलिक एसिडमा कन्भर्ट गर्ने गरिन्छ। र फेरि एज हाम्रो डाइहाइड्रोफोलिक एसिड होइन, डाइहाइड्रोफोलिक एसिडलाई चाहिँ हाम्रो डाइहाइड्रोफोलेट रिडक्टेज इन्जाइमले चाहिँ हाम्रो टेट्राहाइड्रोफोलिक एसिड त्यसबाट हाम्रो विभिन्न डिएनए आरएनएहरू प्रोटिनहरूको सिन्थेसिस हुने गरिन्छ है। ठ्याक्कै त्यसैमा एज हाम्रो सल्फोनामाइडले के गर्छ भने ठ्याक्कै चाहिँ यसले हाम्रो डाइहाइड्रोपेटोरिक एसिडबाट हाम्रो डाइहाइड्रोफोलिक एसिडको चाहिँ हाम्रो कन्भर्सन हुन दिँदैन अथवा बन्न दिँदैन बाई इन्हिबिटिङ हाम्रो डाइहाइड्रोफोलेट रिडक्टेज है डाइहाइड्रोफोलेट सिन्थेटेज इन्जाइम। डाइहाइड्रोफोलेट सिन्थेटेज इन्जाइमलाई चाहिँ हाम्रो इन्हिबिट गरेर ब्लक गरेर तपाईँको डाइहाइड्रोपेटोरिक एसिडबाट चाहिँ हाम्रो डाइहाइड्रोफोलिक एसिड बन्न दिँदैन, जसको कारणले गर्दा हाम्रो ब्याक्टेरियाहरूमा डिएनए आरएनए प्रोटिनहरूको सिन्थेसिस हुँदैन
हुँदैन है, ठ्याक्कै चाहिँ तपाईँहरूले याद राख्नु होला। त्यस्तै गरी अर्को भनेको पेनिसिलिनहरू, सेफालोस्पिरिनहरू, यिनीहरू भनेको एज अ तपाईँको सेल वाल सिन्थेसिस इनिबिटर हो होइन। त्यस्तै गरी अर्को भनेको तपाईँको त्यो सेल मेम्ब्रेन सिन्थेसिस इनिबिटरहरू हुने गरिन्छ, जस्तै हाम्रो फ्लुकोनाजोलहरू, मिकोनाजोलहरू होइन। अर्को भनेको निस्टेटिनहरू। त्यस्तै गरी तपाईँको प्रोटिन सिन्थेसिसमा मैले भनिदिएँ। त्यस्तै गरी अर्को भनेको डिएनए गाइरेज इनिबिटर हुन्छ, जस्तै हाम्रो फ्लोरोक्युनोलोड्सहरू होइन। अर्को भनेको एज हाम्रो कजेज मिसरिडिङ अफ द एमआरएनए हुने गरिन्छ, जस्तै हाम्रो एमाइनो ग्लाइकोसाइड्सहरू भइ नै हाल्यो है। त्यस्तै गरी अर्को क्वेसन हेर्नु त हाम्रो क्वेसन नम्बर 8मा के सोध्या त हाम्रो रेड मेन सिन्ड्रोम हेज बिन एसोसिएटेड विथ रेपिड इन्ट्राभेनस इन्जेक्सन अफ द फलोइङ एन्टिबायोटिक। तलको मध्ये कुन एन्टिबायोटिकलाई इफ हामीले रेपिड चाहिँ हामीले इन्ट्राभेनस दियो भने त्यति बेला एज हाम्रो रेड मेन सिन्ड्रोम भन्नाले पुरै हाम्रो बडी चाहिँ हाम्रो रातो कलरको भइदिन्छ हो। त्यो भनेको ठ्याक्कै आज हाम्रो भेनको माइसिन हो है। इफ हामीले भेनको माइसिनको के अरे हाम्रो इन्फ्युजन चाहिँ हामीले रेपिडली दियो भने हाम्रो बडी पुरै रातो कलरको भइदिन्छ ड्यु टु द हाई सिक्रेसन अफ के त हाम्रो हिस्टामिन है। त्यसैले एज अ तपाईँ फार्मासिस्ट हुनुहुन्छ अथवा डक्टर हुनुहुन्छ भने तपाईँहरूलाई ठ्याक्कै थाहा हुनु पर्यो भेनको माइसिनको एज हामीले इन्फ्युजन दिँदाखेरि जहिले नि एज हाम्रो स्लो इन्फ्युजन चाहिँ हामीले दिने गरिन्छौँ है। त्यस्तै गरी अर्को हेर्नु हाम्रो पेरिफेरल न्युराइटिस कज बाई आइसोनियाजाइड। हामीलाई थाहा छ आइसोनियाजाइड भनेको एन्टी ट्युबरकुलर ड्रग्स हो, जसको साइड इफेक्ट भनेको पेरिफेरल न्युराइटिस कज गर्ने हो है। के त हाम्रो ट्युबरक्लोसिसमा चाहिँ हाम्रो युज हुने ड्रग्स हो। तर त्यो जुन चाहिँ हाम्रो पेरिफेरल न्युराइटिस छ त्यसलाई प्रिभेन्ट गर्नलाई अथवा म्यानेजमेन्ट गर्नलाई चाहिँ हामीले कुन भिटामिन दिन्छ त्यसको साथमा हो, त्यति बेला आज हामीले भिटामिन बी6, जसलाई आज हामीले पाइरिडक्जिन पनि भन्ने गरिन्छ, भिटामिन बी6 दिने भनेको तपाईँको ठ्याक्कै आज हाम्रो आइसोनियाजाइडको साथमा दिने गरिन्छ। त्यसको एडियालाई चाहिँ हामीले म्यानेजमेन्ट अथवा हामीले ट्रिट गर्नलाई है। त्यस्तै गरी अर्को हेर्नु हाम्रो विच सल्फोनामाइड इज युज टोपिकली फर प्रोफाइलेक्सिस अफ इन्फेक्सन इन बर्न केसेस है। इफ हाम्रो बडीमा केही सर्टेन पार्टमा बर्नहरू भयो जल्यो भने त्यति बेला कुन सल्फोनामाइड युज गर्ने गरिन्छ हो, तपाईँलाई थाहा छ। त्यति बेला युज गर्ने भनेको ठ्याक्कै आज हाम्रो सिल्भर सल्फाडाइजिन्सहरू हामीले केमा त बर्न थेरापीमा हामीले युज गर्ने गरिन्छ हो। बट अर्को भनेको सल्फासिटामाइड है। सल्फासिटामाइड पनि आज हाम्रो सल्फोनामाइड अन्तर्गत नै पर्ने ड्रग हो, तर यसको युज हुनु भनेको ठ्याक्कै चाहिँ तपाईँको अप्थेल्मिक प्रिपरेसन अथवा हाम्रो अप्थेल्मिकमा हामीले आँखामा आज हामीले आई ड्रपको रूपमा हामीले युज गर्ने गरिन्छौँ है। यो दुइटामा चाहिँ कन्फ्युज नहुनु होला है। सिल्भर सल्फाडाइजिन युज हुनु भनेको ठ्याक्कै आज के त हाम्रो बर्न केसेसमा युज हुने हो, बट सल्फासिटामाइड युज हुनु भनेको तपाईँको ठ्याक्कै आज हाम्रो आई ड्रपको रूपमा आज हाम्रो विभिन्न अप्थेल्मिक कन्डिसनमा चाहिँ हामीले युज गर्न सकिन्छ है। त्यस्तै गरी अर्को हेर्नु हाम्रो 11 नम्बरले के सोध्या त हाम्रो विच वान अफ द फलोइङ एन्टिबायोटिक इज अ पोटेन्ट इन्ड्युसर अफ हेपाटिक ड्रग मेटाबोलाइजिङ इन्जाइम। तलको मध्ये कुन चाहिँ हाम्रो इन्जाइम इन्ड्युसर ड्रग्स हो, हामीलाई थाहा छ त्यो भनेको आज के हो त हाम्रो रिफाम्पेसिन हो है। रिफाम्पेसिन इज अ पोटेन्ट इन्जाइम इन्ड्युसर ड्रग्स, जसले चाहिँ आज हाम्रो साइटोक्रोम P450 इन्जाइमलाई चाहिँ हाम्रो इन्ड्युस गर्ने गरिन्छ है, याद राख्नुला। जसको साथमा इफ हामीले ओसिपी ओरल कन्ट्रासेप्टिभ पिल्स दियो भने त्यसको चाहिँ हाम्रो चाँडै नै आज हाम्रो मेटाबोलिजम गरिदिन्छ। जति चाँडो नै मेटाबोलिजम हो त्यति नै चाँडो त्यो ड्रग्सहरू हाम्रो बडीबाट एक्सक्रिसन अथवा इलिमिनेसन हुने गरिन्छ, जसको कारणले गर्दा हाई चान्सेस अफ ओरल कन्ट्रासेप्टिभ फेलुवर हुन्छ है। यो पनि याद राख्नु ल। तपाईँले क्वेसन सोधिन सकिन्छ कि रिफाम्पिसिनकोसँग ओसिपी दियो भने के हुन सकिन्छ भनेर, त्यति बेला हाई चान्सेस अफ थेरापेटिक फेलुवर हुने गरिन्छ, जसको कारणले गर्दा हामीले साथमा दिँदैन है। त्यस्तै गरी अर्को हेर्नु हाम्रो साइक्लोस्पोरिन है। साइक्लोस्पोरिन इज युज फर, हामीलाई थाहा छ साइक्लोस्पोरिन मेन युज हुनुपर्ने भनेको आज हाम्रो प्रिभेन्सन अफ ट्रान्सप्लान्ट रिजेक्सन है। जस्तै हामीले कुनै पनि पेसेन्टमा कुनै पनि अर्गेनहरू ट्रान्सप्लान्ट गरिराखेको छ भनेर त्यो अर्गेन चाहिँ हाम्रो रिजेक्सन हुने चान्सेस नहोस् भनेर मेनली हामीले साइक्लोस्पिरिन्सहरू हामीले युज गर्न सक्यौँ है। त्यस्तै गरी अर्को हेर्ने है, अर्कोमा के छ त हाम्रो सुपर इन्फेक्सन्स आर मोर कमन विथ है। सुपर इन्फेक्सन फर्स्टमा तपाईँलाई बुझ्नु पर्यो है। सुपर इन्फेक्सन भन्नाले एउटा यस्तो कन्डिसन हो जसमा एज हाम्रो बडीको जति पनि हाम्रो नर्मल ब्याक्टेरियल फ्लोरा है, अथवा भन्न सकिन्छ नर्मल हाम्रो बेनिफिसियल ब्याक्टेरिया पनि भन्न सक्यो अथवा हाम्रो नर्मल फ्लोरा पनि भन्न सक्यो, जसको चाहिँ आज हाम्रो डिस्टर्बेन्स गरिदिन्छ अथवा किल गरिदिन्छ है, त्यति बेला हुने इन्फेक्सनलाई आज हामीले सुपर इन्फेक्सन भन्ने गरिन्छ है। अब यो तलको मध्ये के को कारणले गर्दा आज हाम्रो सुपर इन्फेक्सन हुने बढी चान्सेस हुन्छ है, त्यो भन्नाले ठ्याक्कै आज हाम्रो अप्सन नम्बर डी हो है।
युज अफ एन्टिबायोटिक कम्बिनेसन कभरिङ बथ ग्राम पोजिटिभ एन्ड ग्राम नेगेटिभ ब्याक्टेरिया है। इफ हामीले जस्तै हाम्रो ब्रोड स्पेक्ट्रम एन्टिबायोटिक्सहरू युज गर्यो जसले एज हाम्रो ग्राम पोजिटिभ एज वेल एज हाम्रो ग्राम नेगेटिभ ब्याक्टेरियालाई पनि हाम्रो इन्भिट गर्दैछ भनेर त्यति बेला एज हामीलाई हाइएस्ट चान्सेस हुन्छ एज हाम्रो सुपर इन्फेक्सन हुने है। किनभने कि त्यसले चाहिँ एज हाम्रो जुन इन्फेक्सियस ब्याक्टेरिया हुन्छ त्यसलाई त इन्भिट गर्छ, त्यसको साथसाथमा पनि हाम्रो बडीको लागि जुन हाम्रो रिक्वायर्ड हुन्छ बेनिफिसियल ब्याक्टेरिया हुन्छ जसलाई नर्मल फ्लोरा भनिने गरिन्छ त्यसलाई पनि हाम्रो मारिदिन्छ, किल गरिदिन्छ अथवा हाम्रो इन्भिट गरिदिन्छ, जसको कारणले गर्दा हाई चान्सेस अफ सुपर इन्फेक्सन हुने गरिन्छ है। त्यस्तै गरी अर्को हेर्नु हाम्रो 14 नम्बरको विच एन्टिमाइक्रोबियल सुड बी एभोइडेड इन पेसेन्ट अफ लिभर डिजिज। तलको मध्ये कुन चाहिँ एन्टिबायोटिक एज हाम्रो कुनै पनि पेसेन्टलाई लिभर डिजिज अथवा लिभर सम्बन्धी के पनि समस्या छ भने चाहिँ हामीले नदिन अथवा एभोइड गर्ने गरिन्छ हेर्नु त, त्यो भनेको तपाईँको टेट्रासाइक्लिन हो है। हामीलाई थाहा छ टेट्रासाइक्लिनको साइड इफेक्ट भनेको हेपाटोटक्सिसिटी पनि हो है, हेपाटोटक्सिसिटी हो होइन। अर्को भनेको तपाईँको फोटोसेन्सिटिभिटी हो होइन। अर्को भनेको त्यो बन डिफेक्ट्सहरू हो, डिस्कलोरेसन अफ द टिथ हो, फेन्कोनी सिन्ड्रोम हो, त्यो भनेको टेट्रासाइक्लिनको आज हाम्रो मेजर साइड इफेक्ट हो है। अर्को भनेको पारासिटामोल है, पारासिटामोलले पनि आज हाम्रो मेजर यिनीहरूको साइड इफेक्ट भनेको लिभर डिजिज अथवा हाम्रो सरी यिनीहरूको आज हाम्रो मेजर साइड इफेक्ट भनेको हेपाटोटक्सिसिटी नै हो। अर्को भनेको निमेसलाइड है, तपाईँहरूले खानुभएको होला, मार्केटमा विभिन्न नाम भएर आउने गरिन्छ ब्रान्ड नेम। यो निमोसेलाइट पनि एज हाम्रो के हो त हाम्रो हाइली टक्सिक टु हाम्रो लिभर हो, जसको कारणले गर्दा भेरियस कन्ट्रीमा पनि हाम्रो निमोसेलाइट चाहिँ हाम्रो बेन छ है। त्यस्तै गरी अर्को हेर्नु हाम्रो इन्डिकेट द सल्फोनामाइड विच इज सुइटेबल फर टपिकल युज इन द आई है। मैले भने आईको लागि युज गर्नु भनेको सल्फोनामाइड, त्यो भनेको आज हाम्रो के हो त सल्फासिटामाइड हो है, याद राख्नु होला। त्यस्तै गरी अर्को हेर्नु हाम्रो द मोस्ट फ्रिक्वेन्ट साइड इफेक्ट अफ ओरल एम्पिसिलिन इज है। एम्पिसिलिनको मोस्ट कमन साइड इफेक्ट के हुन सकिन्छ होला, त्यो भनेको आज हाम्रो लुज मोसन हो है, हामीलाई थाहा छ। त्यस कारणले गर्दा अहिले आज हाम्रो एम्पिसिलिनको सट्टामा म्याक्सिमम आज हाम्रो एमोक्सोसिलिनहरू चाहिँ हाम्रो प्रिफेर गर्ने गरिन्छ। किनभने कि एज कम्पेयर टु एम्पिसिलिन एमोक्सोसिलिनले खासै त्यति एज हाम्रो भनौँ नि लुज मोसन टाइपको एज हाम्रो साइड इफेक्ट चाहिँ हाम्रो कज गर्दैन अथवा हाम्रो डाइरिया टाइपको साइड इफेक्ट चाहिँ हाम्रो कज गर्दैन है। र अर्को भनेको एज के याद राख्नु होला, डाइरिया कज गर्ने भनेको मैले एन्टासिडमा एउटा भनेको थिएँ है, के त हाम्रो म्याग्नेसियम कन्टेनिङ एन्टासिड अथवा साल्टहरू मेनली कज गर्ने भनेको डाइरिया एज अ साइड इफेक्ट कज गर्ने हो। अर्को भनेको कन्स्टिपेसनमा पनि मैले भनेको थियो, यसमा तपाईँले ठ्याक्कै एसी भनेर मैले याद गर्नको लागि भनेको थिएँ। योबाट के त हाम्रो एल्युमिनियम कन्टेनिङ एन्टासिडले चाहिँ हाम्रो ठ्याक्कै कन्स्टिपेसन टाइपको आज हाम्रो साइड इफेक्ट चाहिँ हाम्रो कज गरिदिन सकिन्छ है। त्यस्तै गरी अर्को हेर्नु हाम्रो 17 नम्बरको क्याल्भोलिनिक एसिड इज कम्बाइन विथ एमोक्सोसिलिन बिकज है। तपाईँले हेर्नुभएको होला जस्तै क्लेबेमहरू एमोक्सिक क्लेबहरू विभिन्न ब्रान्डले भएको मेडिसिनहरू आउने गरिन्छ, जसको कम्पोजिसन हेर्दाखेरि ठ्याक्कै आज हाम्रो एमोक्सोसिलिन प्लस हाम्रो क्याल्भोलिनिक एसिड्सहरू हाम्रो आउने गरिन्छ है। त्यो किन हाम्रो कम्बिनेसन फर्ममा दिएको होला त हो, त्यो दिनुको मेन कारण भनेको एज के हुन सकिन्छ हो, त्यो दिनुको मेन कारण भनेको क्यालोभेनिक एसिडले चाहिँ हाम्रो जुन बिटा लेक्टेमेज इन्जाइम हुन्छ होइन, जुन चाहिँ हाम्रो विभिन्न भेरियस ब्याक्टेरियाहरू जस्तै हाम्रो ग्राम नेगेटिभ ब्याक्टेरियाहरूले बडी प्रड्युस गर्ने हो होइन, र त्यो जति पनि हाम्रो ब्याक्टेरियाहरू छन् भेरियस ब्याक्टेरियाहरू तिनीहरूले आज हाम्रो एउटा बिटा लेक्टेमेज इन्जाइम चाहिँ हाम्रो प्रड्युस गर्ने गरिन्छ है। त्यो इन्जाइमले के गर्छ भने ठ्याक्कै आज हाम्रो एमोक्सोसिलिनलाई हाम्रो डिग्रेड गरिदिन्छ, हाम्रो एमोक्सोसिलिनलाई हाम्रो ब्रेकडाउन गरिदिन्छ, एमोक्सोसिलिनको रिङलाई ब्रेकडाउन गरिदिन्छ। एमोक्सोसिलिन ब्रेकडाउन भयो भने यसको कुनै पनि एज हाम्रो थेरापिटिक इफेक्ट हुँदैन है त्यति बेला हो। त्यसैले त्यो एमोक्सोसिलिन डिग्रेड नहोस्, एमोक्सोसिलिनको इफेक्ट चाहिँ हाम्रो फेल नहोस् भनेर हामीले एमोक्सोसिलिनको साथमा क्यालोभेनिक एसिड्सहरू दिने गरिन्छ। यो क्यालोभेनिक एसिडले ठ्याक्कै हाम्रो बिटा लेक्टेमेज इन्जाइमलाई के गर्छ त हाम्रो इन्हिबिट गरिदिन्छ। त्यो इन्जाइम चाहिँ हाम्रो इन्हिबिट भयो भने ठ्याक्कै एज हाम्रो एमोक्सोसिलिनहरू हाम्रो डिग्रेड हुनुबाट हाम्रो बच्यो है। बच्यो भने एमोक्सोसिलिनले गर्नुपर्ने काम चाहिँ यसले चाहिँ हाम्रो प्रोपर रूपमा आफ्नो थेरापिटिक इफेक्टहरू सो गर्ने गरिन्छ है। ठ्याक्कै चाहिँ तपाईँहरूले यो याद राख्नु होला है। तर कहिलेकाहीँ तपाईँलाई सोधियो कि एज हामीले जस्तै क्लेभम अथवा जुनसुकै ब्रान्ड नेम्स होस् त्यसमा क्लेभेनिक एसिड प्लस एमोक्सोसिलिन दिने गरिन्छ, त्यसमा क्लेभेनिक एसिडको साइड इफेक्ट के हुन सकिन्छ होला भने तपाईँलाई क्वेसन आइदिन सकिन्छ है। याद राख्नु है, क्लेभेनिक एसिडको साइड इफेक्ट भनेको यसले पनि आज हाम्रो लिभर ड्यामेज गर्ने हो है, याद राख्नु होला। तर यसको हाम्रो खासै थेरापिटिक इफेक्ट हुँदैन है, मात्र त्यो के अरे हाम्रो बिटा लेक्टेमेज इन्जाइमलाई इन्हिबिट गर्नको लागि हामीले दिने गरिन्छ। त्यस्तै गरी अर्को हेर्नु हाम्रो 18 नम्बरको
द ड्रग अफ चोइस फर ट्रिटमेन्ट अफ मेथिसिलिन रेसिस्टेन्ट स्टेफाइलोकोकस युरस इन्फेक्सन्स एमआरएसएमा मेनली हामीले कुन मेडिसिनहरू युज गर्ने गरिन्छ त्यति बेला युज गर्ने भनेको के हो त हाम्रो भेन्कोमाइसिन हो है। भेन्कोमाइसिनको साइड इफेक्ट मैले भनिदिएँ, त्यसले कज गर्ने भनेको रेडमेन्ट सिन्ड्रोम हो है। त्यस्तै गरी अर्को एउटा हाम्रो 19 नम्बरको फाइ एन्टी ट्युबरकुलर ड्रग्स आर युरिन कम्बिनेसन, जस्तै तपाईँले हेर्नुभएको होला रिफाम्पिसिनहरू, लाइसोनियाजाइडहरू, इथाम्बुटोलहरू होइन, पिराजिनामाइड्सहरू होइन, त्यो मेनली हाम्रो कम्बिनेसन फर्ममा किन दिन्छ होला त हो, त्यो मेनली हाम्रो कम्बिनेसन फर्ममा दिनु भनेको तपाईँको हाम्रो ड्रग्सहरूको रेसिस्टेन्स नहोस्, अथवा एउटा ड्रगको रेसिस्टेन्स होस् भने हाम्रो अर्को ड्रगले काम गर्न सकोस्, अथवा मेनली हाम्रो रेसिस्टेन्सलाई हाम्रो डिक्रिज अथवा प्रिभेन्ट गर्नको लागि हामीले एन्टिट्युबरकुलर ड्रग्सहरू हाम्रो कम्बिनेसन फर्ममा चाहिँ हामीले दिने गरिन्छौँ है। त्यस्तै गरी अर्को हेर्नु हाम्रो द मोस्ट इम्पोर्टेन्ट टक्सिक इफेक्ट अफ एम्फोटेरिसिन बी है। यो एम्फोटेरिसिन बी भन्नाले यहाँ चाहिँ के होला त हाम्रो एम्फोटेरिसिन बी भनेको तपाईँको एन्टी फङ्गल ड्रग हो है। अब यो एन्टी फङ्गल ड्रगको यहाँ चाहिँ हाम्रो मोस्ट कमन साइड इफेक्ट के हुन सकिन्छ होला हाम्रो एम्फोटेरिसिन बीको हो। यो एम्फोटेरिसिन बीको यहाँ चाहिँ हाम्रो मोस्ट कमन साइड इफेक्ट हुने भनेको तपाईँको ठ्याक्कै आज हाम्रो यसले चाहिँ गर्ने भनेको नेप्रोटक्सिसिटी हो है। के त हाम्रो नेप्रोटक्सिसिटी कज गर्ने हो तपाईँको इन्फोटेरिसिन बी। अर्को कज गर्ने भनेको तपाईँको ठ्याक्कै आज हाम्रो एनेमियाहरू, मसल स्पाम्सहरू होइन। त्यस्तै गरी अर्को भनेको फिलोबाइटिसहरू होइन। त्यस्तै गरी अर्को भनेको थ्रम्बोसाइटोपेनिया इमेसिसहरू कज गरिदिन सकिन्छ तपाईँको। इन्सेफेलोप्याथीहरू कज गरिदिन सकिन्छ तपाईँको। अर्को भनेको ब्रोङ्को स्पास्महरू चाहिँ तपाईँको कज गरिदिन सकिन्छ है। र यो तपाईँको इन्फोटेरिसिन बी काम गर्ने भनेको ठ्याक्कै यसले चाहिँ हाम्रो इर्गोस्टेरोलसँग गएर बाइन्ड हुने हो, जुन चाहिँ हाम्रो फङ्गल सेल मेम्ब्रेनमा चाहिँ हाम्रो प्रेजेन्ट हुने हो। त्यसमा बाइन्ड भइसकेपछि ठ्याक्कै आज हाम्रो जुन सेल मेम्ब्रेन हुन्छ हाम्रो फङ्गलहरूको, त्यसभित्र आज हाम्रो पोर्सहरू अथवा हाम्रो च्यानल्सहरू फर्मेसन गरिदिन्छ। गरिसकेपछि हाम्रो फङ्गल सेल मेम्ब्रेनको पर्मिनेन्टिटीलाई चाहिँ हाम्रो इन्क्रिज गरिदिन्छ। इन्क्रिज भयो भने ठ्याक्कै चाहिँ हाम्रो त्यहाँबाट इन्ट्रासेलुलर आयोन्सहरू चाहिँ हाम्रो निस्किने गरिन्छ अथवा हाम्रो लिकेज हुने गरिन्छ, जसको कारणले गर्दा हाम्रो फङ्गिसाइडल इफेक्ट्सहरू हाम्रो सो गर्ने गरिन्छ है, याद राख्नु होला। र अर्को भनेको आज हाम्रो यो के अरे इन्फोटेरिसिन बीको चाहिँ हाम्रो युजेस भनेको चाहिँ मेनली हाम्रो ड्रग अफ चोइस फर हाम्रो लाइफ थ्रेटिङ माइकोटिक इन्फेक्सन्सहरूमा आज हामीले युज गर्न सक्यौँ है। त्यस्तै गरी अर्को हेर्नु हाम्रो सिलेक्ट द एन्टी फङ्गल ड्रग विच इज एडमिनिस्ट्रेसन ओन्ली बाई द ओरल रुट है। हामीलाई थाहा छ ओरल रुटबाट मात्र युज गर्ने एन्टी फङ्गल ड्रग्स भनेको के हो त हाम्रो, त्यो भनेको ग्रिसियोफुल्विन हो है। त्यस्तै गरी अर्को हेर्नु हाम्रो 22 नम्बरको एडभर्स इफेक्ट अफ केटकोनाजोल इन्क्लुड द फलोइङ एक्सेप्ट। केटकोनाजोलको साइड इफेक्ट के हुन सक्दैन तलको मध्ये हो, त्यो भनेको आज के हो हाम्रो किडनी ड्यामेज अथवा हाम्रो रिनल फेलर गर्दैन। बाँकी तपाईँको ग्यानिकोमास्टिया, ओलिगो जो स्पर्मिया होइन, अर्को भनेको मेन्स्ट्रुअल इरेगुलेटरिजहरू आज हाम्रो केटकोनाजोलले गरिदिन सकिन्छ है। यो पनि भनेको आज हाम्रो एन्टिफङ्गल ड्रग हो है। त्यस्तै गरी अर्को हाम्रो 23 नम्बरको द फलोइङ प्रिकसन सुड बी एडभाइस टु द पेसेन्ट वाइल प्रिस्क्राइबिङ मेट्रोनिडाजोल है। इफ तपाईँ एज अ फार्मासिस्टको रूपमा कुनै पनि पेसेन्टलाई मेट्रोनिडाजोल एज हाम्रो प्रिस्क्रिप्सन कथामा डिस्पेन्स गर्दै हुनुहुन्छ भनेर, त्यति बेला तपाईँले पेसेन्टलाई के भन्नुहुन्छ, के सल्लाह दिनुहुन्छ, जस्तै आज हाम्रो मेट्रोनिडाजोल हाम्रो ओटिसीमा पनि आज हामीले दिन सक्यौँ, त्यति बेला पेसेन्टलाई के सुझाव दिनुहुन्छ अथवा हाम्रो के एडभाइस दिनुहुन्छ हो। त्यति बेला के एडभाइस दिने भनेको पेसेन्टलाई हामीले भन्ने गरिन्छ कि मेट्रोनिडाजोल खाँदाखेरि तपाईँले रक्सी चाहिँ नखानु होला भनेर चाहिँ हामीले एडभाइस दिने गरिन्छ। जस्तै हेर्नु हाम्रो टु ओभर्ड अल्कोहोलिक बिभरेज चाहिँ हाम्रो रक्सीहरू आज हाम्रो कन्ज्युम नगरिदिनु होला। किनभने कि कुनै पनि पेसेन्ट आज हाम्रो मेट्रोनिडाजोल खाँदैछ र रक्सी पनि खाइदियो भने आज हाम्रो सिभियर साइड इफेक्ट भन्नाले डाइसल्फिराम लाइक रिएक्सनहरू हाम्रो कज गरिदिन सकिन्छ, जसमा आज हाम्रो हाइली तपाईँको आज हाम्रो नजिया भोमिटिङहरू स्वेटिङहरू आज हाम्रो हुन सकिन्छ अथवा हामीले देखिन सकिन्छ। त्यसकै कारणले गर्दा मेट्रोनिडाजोलको साथमा आज हाम्रो अल्कोहल चाहिँ कन्ज्युम गर्दैन। अर्को भनेको मेट्रोनिडाजोलको मेटालिक टेस्ट हुन्छ है, त्यो पनि याद राख्नु, त्यो पनि कहिलेकाहीँ एमसिक्यूको रूपमा तपाईँहरूलाई सोधिन सकिन्छ इक्जाम। त्यस्तै गरी अर्को हेर्नु हाम्रो द ड्रग अफ चोइस फोर कालाजार। कालाजारको लागि ड्रग अफ चोइस के होला त हाम्रो हो, त्यो भनेको सोडियम स्टिरोग्लुकोनेट हो है। यो भनेको ड्रग अफ चोइस फोर हाम्रो कालाजार हो है। त्यस्तै गरी अर्को हेर्नु हाम्रो 25 नम्बर हो है। 25 नम्बरले के सोध्यो त हाम्रो द फलोइङ एन्थेलमेटिक हेज बिन फाउन्ड टु बी सेफ ड्युरिङ प्रेग्नेन्सी है। एन्थेलमेटिक भन्नाले आज हाम्रो वर्म्सहरूको इन्फेक्सनको बेला कुन मेडिसिनहरू आज हाम्रो दिन सकिन्छ, त्यो पनि आज हाम्रो प्रेग्नेन्ट वुमेनले अथवा प्रेग्नेन्सीको बेला हो। त्यति बेला आज दिने भनेको तपाईँको जस्तै हाम्रो पिपेराजिनहरू, अर्को भनेको निक्लोसामाइडहरू होइन, पिपेराजिनहरू निक्लोसामाइडहरू आज हाम्रो
प्रेग्नेन्सीको बेला दिन सक्यो एज के हाम्रो एन्थेलमेटिक ड्रग्सहरू। अर्को भनेको एज हाम्रो थाइबेन्डाजोलहरू, अर्को भनेको अल्बेन्डाजोलहरू, यो सब भनेको तपाईँको हाइली कन्ट्रा इन्डिकेटेड हुन्छ है। त्यसै गरी अर्को हेर्नु हाम्रो सल्फोन्स आर रिकमेन्डेड इन द ट्रिटमेन्ट अब हामीलाई थाहा छ सल्फोन्स चाहिँ हाम्रो टेप्सन्सहरू भयो। त्यो मेनली हाम्रो युज गर्ने भनेको तपाईँको कस्तो कन्डिसनमा होला त हाम्रो त्यो भनेको लेप्रोसीमा हामीले युज गर्ने गरिन्छौँ है। त्यस्तै गरी अर्को एउटा हाम्रो 27 नम्बरको ग्रे बेबी सिन्ड्रोम इज कस्ड भयो है। हामीलाई थाहा छ ग्रे बेबी सिन्ड्रोम भनेको एउटा यस्तो टाइपको हाम्रो डिसअर्डर अथवा हाम्रो साइड इफेक्ट अफ ड्रग हो जसले चाहिँ हाम्रो बेबीहरूको डिस्कलरेसन तपाईँको स्किनको कलर नै हाम्रो ग्रे गरिदिन्छ। कुन ड्रगको कारणले गर्दा हो त्यो भनेको आज हाम्रो क्लोरामफेनिकलको कारणले गर्दा हो है। इफ हामीले सानो बालबालिकाहरू जस्तै हाम्रो इन्फेन्ट्सहरूमा हामीले क्लोरामफेनिकलहरू दियो भने इन्फेन्ट्सहरूमा एज हाम्रो लिभरको प्रोपर रूपमा हाम्रो डेभलपमेन्ट भएको हुँदैन है। जसको कारणले गर्दा एज अ क्लोरामफेनिकललाई बच्चाहरूले इन्फेन्ट्सहरूले हाम्रो मेटाबोलिजम गर्न सक्दैन ड्यु टु इम्प्रोपर डेभलपमेन्ट अफ द लिभर अर्गेन। त्यस कारणले गर्दा हाम्रो क्लोरामफेनिकलको कन्सन्ट्रेसन चाहिँ बच्चाहरूमा एकुमुलेट भएर जान्छ। त्यो चाहिँ एज हाम्रो ग्रे बेबी सिन्ड्रोम चाहिँ हाम्रो कज गरिदिन सकिन्छ। कसले कज गर्ने हो त हाम्रो क्लोरामफेनिकलले गर्ने हो। पेनिसिलिनको मैले भनिदिएँ एनाफाइलेक्सिस रिएक्सन कज गर्ने हो। डेट एक्सपायर टेट्रासाइक्लिनले एज हाम्रो फेन्फोनी सिन्ड्रोम चाहिँ हाम्रो कज गर्ने हो। अर्को भनेको इरिथ्रोमाइसिन भनेको मेक्रोलाइट्स अन्तर्गत पर्ने एन्टिबायोटिक हो। यिनीहरूको साइड इफेक्ट भनेको जिआई अपसेटहरू होइन। अर्को भनेको जिआई इरिटेसनहरू चाहिँ हामीले देखिन सकिन्छ है। आजको भिडियोमा हामीसँग 27वटा जति एमसिक्यूहरू थियो तपाईँको एन्टिमाइक्रोबियल एजेन्ट्सहरूबाट। आई होप तपाईँहरूले केही न केही बुझ्नुभएको होला। इफ तपाईँहरूलाई केही कन्फ्युजन छ कुनै टपिकमा अथवा फर्दर क्वेसन छ भने ठ्याक्कै कमेन्ट गर्नुहोला। हामीलाई चाहिँ अर्को भिडियोमा त्यही रिलेटेड राखेर भिडियो बनाउनेछौँ। र इफ यो भिडियो तपाईँहरूलाई इफेक्टिभ लाग्यो भने हाम्रो च्यानललाई सब्सक्राइब गरी आफ्नो साथीलाई पनि यो भिडियो चाहिँ सेयर गरिदिनु होला। हामीले चाहिँ फेरि भेटिन्छ अर्को टपिकको साथमा अर्को भिडियोमा।